ठेगाना भनेपछि तपाईँहरू यो गौरव नगरपालिका अन्तर्गतको यो जुन पेटानी ताल सम्बन्धीको प्रशिक्षक होइन यहाँ चाहिँ सिकाउँदै हुनुहुन्छ कति विद्यार्थी छन् तपाईँहरूसँग अहिले थाहा छ 45 जना हुनुहुन्छ भनेपछि नगरपालिका अन्तर्गत नै सञ्चालित छ गौरव नगरपालिका अन्तर्गत नै सञ्चालित छ वडा नम्बर 7 चाहिँ सेन्टरमा पारिएर गरिन्छ होइन अब हामी तपाईँहरूले त धेरै वर्षदेखि यो गर्नुभएको होला कति वर्षदेखि यो कार्य गर्दै हुनुहुन्छ अब हामी त हुन त अब यो त हाम्रो पेसै हो सानैदेखि नै बाबाआमाले बोजूहरूले गरिराख्नु भएको पहिले चाहिँ तल अहिले चाहिँ ठुलो मेसिन आएको छ एकैचोटि अब अहिले चाहिँ 20वटा 40वटा जतिवटा लाउँछु भन्दा पनि हुन्छ पहिले चाहिँ एक एकवटा दुईवटा हिँडेर ताल लाउँथ्यो दिनभरि लाग्थ्यो हामीले अहिले चाहिँ सजिलो भएको अहिले धेरै सजिलो सिस्टम नयाँ नयाँ परिवर्तनहरू भइदियो होइन नयाँ भनेपछि हामी अब लामो कुरा गरेनौँ यहाँलाई हामीले यो वस्तुस्थिति सम्बन्धी जानकारी दिन खोज्छौँ जस्तो यो भागमा चाहिँ के भनिन्छ जस्तो यो माथि काठ लगाइएको छ नि त्यसलाई चाहिँ रोला भनिन्छ होइन अनि यो काठकै दुईवटा लगाइएको छ यिनीहरूलाई चाहिँ हामी के भन्छौँ हजुर यो डबल तान हो यो एकपट्टि अर्को लगाएको छ कि अनि यसलाई चाहिँ अनि यो कोका काइयो भनिन्छ ए यसको नाम चाहिँ कोका काइयो भनेपछि यहाँ काइयो पनि हुन्छ त्यसो होइन यो चाहिँ यसले चाहिँ बन्ने हो जस्तो यहाँ उहाँ सुई सुई नै अब यहाँ त बकाइदा सुई नै हुँदो रहेछ नि त होइन क्रुस काटा जस्तो हो यो चाहिँ मेन चिज हो होइन यो माथिको रोला र यो काइयो चाहिँ आवश्यक चाहिँ सबै तिनमै हो तर पनि एउटा भएन भने चाहिँ काम चाहिँ चल्दैन अहिले चाहिँ पेटानीको मात्रै काम हुँदैछ उत्पादन भएको छैन र उहाँले भर्खरै हामीलाई रोला अनि कोका काइयो र काइयोको जानकारी दिनुभयो र अहिले कुनै पनि उत्पादनहरू नभएको कारणले गर्दा पुनः हामी जोडिनेछौँ र यहाँलाई हामी यहाँको उत्पादन देखाउँछौँ भन्दै आजलाई हामी बिदा दिन्छौँ ए तान लगाइसकेर धागो पर्छ